अचानक आयो। मैले त तिमी मलाई यसरी भेट्न आउँछौ भनेर सोचेकी पनि थिइनँ। मलाई त तिमीहरूले पराई बनाइहाल्यौ। पराई न तिमीले हामीलाई बनायो न हामीले तिमीलाई बनाएका हौ। यो त समयको खेल थियो। कहिले म तिमीसँग नराम्रो भए, कहिले तिमी मसँग नराम्रो भयो। समयले खेल खेलायो, हामी खेल्यौं। नतिजा अहिले हाम्रै सामु छ। तिमी पनि दुखी छौ, खुसी हामी पनि छैनौ। रिसाकी छेउ मसँग? म किन रिसाउने, बरु दुखी छु। तिमी भित्र के बितेको होला म महसुस गर्न सक्छु। सायद त्यही दुःख र हताश भएर होला तिमीले हतारमै बसन्तमाथि दोष लगायो कि भन्ने लागेको छ। तिमीलाई लाग्छ बसन्तले त्यति घृणित काम गर्छ भनेर? लाग्दैन, तर मैले त्यतिखेर केही सोच्नै सकिनँ। म निकै डराएकी थिएँ। सबैजनाले बसन्तमाथि शङ्का गर्दा मलाई पनि हो कि जस्तो लाग्यो। अनि प्रहरीले फोन गरेर सोद्धा पनि मलाई बसन्तमाथि नै शङ्का छ भनेर बयान दिए। साँच्चै तिमी बसन्तलाई भेट्न गयौ? कस्तो छ उहाँलाई? दुखी छ, आफूले आफैलाई सम्हाल्न सकेको छैन, निकै कमजोर भएको छ। मलाई खुब घृणा गरेको होला है? छैन, तिम्रो पीडामा ऊ पनि दुखेको छ। तिमीसँग भेट्न चाहेको छ, तिमीलाई देख्न चाहेको छ। अस्ति तिमीलाई देख्न पनि नपाई अनि तिमी आमा बन्न लागेको खुसी साट्न पनि नपाई त्यस्तो घटना घटेकोमा पछुतो मानेको छ। छटपटाएको छ। अनि तिमीलाई उसको छटपटीले बिसाएको छैन? तिमीले हामी प्रति जे सोचेकी छौ त्यो म र बसन्त हिजो पनि थिएनौ र आज पनि छैनौ।